हामी जस्तो गरिब होइन व्यक्तिलाई त होइन रेप गरे पनि छुट रहेछ के भन्ने नि हाम्रो त कुनै अस्मिताको भ्यालु नै छैन किन लाग्छ किनभने हाम्रो पछिमा बोल्ने कोही पनि छैन गाउँमा हुनुहुन्छ बाबा मम्मी उल्टै उनीहरूले फोन गरेर थर्काइरहेको छ हैन के बोल्नुहुन्छ बिचरा गाउँबाट म एक्लै छु म कहाँ गएर लड्ने के कतिवटा निकाय धाउने के पैसा र पावर भइसके सब छुट हुने रहेछ हैन रेप गरे पनि छुट हुने रहेछ एउटा स्टे अर्डर पाइहाल्ने रहेछ घरमै बस्दा भयो नि हैन के चाहियो एउटा लागि त हामीलाई जे गरे पनि हुने रहेछ किनकि हामी गरिब हो नि त हामी अर्कोहरुमा नोकर गर्छौं नि त हैन नोकरको त कुनै भ्यालु नै हुँदैन नहुँदो रहेछ हैन यो सब ठुलाबडाको लागि रहेछ पैसा पावरको लागि रहेछ हाम्रो त इज्जत हुँदै रहन्छ छैन हाम्रो इज्जत म कसैलाई के भन्नै सक्दैन के हैन म सुरुमा भनेको माइती नेपाल नै गएको हो के माइती नेपालमा मैले आधा भिडियो हैन मैले पुरा देखाएको हो के त्यसपछिबाट मलाई उनीहरुले नै त्यहाँ गुमा म्याम भन्नेले नै मलाई गौशाला इन्स्पेक्टर सबिनसँग भेट्न भनेर पठाउनु भएको हो र त्यहाँनिर भनेको मैले कसैले न युट्युबर लिएर गएको थिएँ न मैले दर्जन वकिल लिएर गएको थिएँ के एक्लै जाँदाखेरि मैले हरेक कुरा भनेको थिएँ के मैले बयान पनि दिएको थिएँ म माथि के भने मैले भिडियो पनि